हे गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। अब स्किप गरी मध्यनजर गर्दै आज हामी कहाँ जाँदैछौँ रे? ए नेप क्याम्प जाँदैछौँ होइन। हामी 10 जनाको टोली, 2 जना स्कुटरमा टक्क गइसके। अब हामी स्कुटर चाहिँ अब झिकिहाल्नु पर्यो यार। नुवाकोटको नेप क्याम्पमा आज कति रे केटा? आज पृथ्वी जयन्तीको दिन होइन। हामी पुरै एक नाइट 2 दिन भन्न त परेन होइन। आज मलाई पृथ्वीनारायण शाहको याद आयो। पृथ्वी पथ भनेर पृथ्वी पथ भनेर हामी यस्तो कच्ची बाटोमा हिँडिरहेको है। यताबाट यस्तो हिमाल देखिन्छ। यो हिमालको काखै लिएर जाने हो हामी चाहिँ केटा हो। अभिषेकलाई त नर्मल लाग्छ होला यो डेली देखिरहेको घरमा अब केटा सुन्तला ल्याउनु पर्ने क्या हामीले। सुन्तला रक्सी रम र सुन्तला त हो ल हाम्रो गुरुदेव भव गुरुदेव भव है हाम्रो। हामी चाहिँ यतिखेर अब हामी नेप क्याम्प जाँदैको बिचो बाटोमा हौ। हाम्रो आमाले टक्क लाएर चटपट बनाउँदै हुनुहुन्छ। कसरी मिठो बनाउन सकिन्छ होइन? पिउने पानी हाल्ने गोलबेडा ल। यहाँबाट यसरी देखिन्छ हाम्रो टक्क लाएर। यहाँ तल गुरुङ गाउँ देखिन्छ अरे, यो गुरुङ गाउँ हो अरे। यतापट्टि अब हामीले हिमालय देखियो होइन। यता सिन्धुपाल्चोक एरिया पनि देखिन्छ। म अहिले डिटेल्समा भन्छु। हाम्रो यहाँको नुवाकोटको गाइड हाम्रो आदर्श, अनि यहाँ वीरेन्द्र, अभिषेक, केटाको टोली यता। ल कतिको मिठो छ बाबु। एउटा आलु नहाले मैले आलु चाहिँ छैन। ठिक छ, मिठो मिठो भोक मिठो हो क्या। त्यो दालमा हाल्दैन भन्न अझै। हामी यतिखेर सूर्यचौरबाट टक्क यो यो छरे बजार हो कि के हो यो? चाइना हिमाल देख्छ यहाँ खै त्यसको पछाडि सेतो देखाइयो त्यो चाइना हिमाल हो। अच्छा राउचुली हिमाल भन्छ त्यसलाई चाहिँ। के हिमाल रे? राउचुली। त्यो उतापट्टि सेतो देखिएको चाहिँ हिमाल हो, यताको चाहिँ लेख होइन। त्यो हिउँबर थियो त्यो बब्बाले हिउँबर थियो हामी सानोमा। तिम्रो घरबाट सबै देखिन्छ। त्यो हिमाल त छाप लाग्यो। यो चाहिँ यो ठ्याक्क हिउँ नभएको हिमाल पहिरो गएको। यतापट्टि गौरी शङ्कर देखिन्छ। चिसो हावा चलिरहेको, एकदमै चिसो हावा चलिरहेको। यहाँ माहौल एकदमै चिसो। चाहिँ यस्तरी डोका बुन्दै हुनुहुन्छ यहाँ हाम्रो बुवाले। हामी अब हाम्रो डेस्टिनेसनको एकदमै नजिकै छौँ। डोका हजुरहरूलाई डोका चाहिए भए यहाँ ट्याक्क हाम्रो बुवाको यहाँ केही पनि छैन। यो हामी चाहिँ ट्याक्क सिमिचौरबाट 1300 लाएर नेप क्याम्प सूर्यचौरबाट 1300 आएपछि यहाँ आउँछ। यहाँ कुखुराहरू रहेछ। हामी यहाँ नेप क्याम्प आइसक्यौँ है। नुवाकोटको नेप क्याम्प यस्तो देखिन्छ। नेप क्याम्प यहाँको लोकेसन छ। अब हाम्रो यहाँको सर्भिस कस्तो छ, के छ, कसो छ भन्ने कुरा चाहिँ फर्दर भनिहाल्छु मैले। नेप क्याम्प चाहिँ अहिले यतिखेर आइसक्यौँ हामी। करिब 2-2:30 भइसक्यो। यहाँ चाहिँ बारबेक्यू हान्ने ठाउँ यहाँ छ। तल टेन्ट छ। माथिदेखि चाहिँ सुरु भइसक्यो हाम्रो नेप क्याम्पको त्यो एरिया। वासरुममा म खोलिदिउँला है अहिले। ल यो चाहिँ नेप क्याम्प। अब हाम्रो चाहिँ यो इभिनिङको सनसेटको सिन ट्याक्क लाएर यतिखेर अब हामीले बारबेक्यूको लागि उता स्ट्यान्ड छ। अब यहाँ जाडो बढ्दै गर्दा हाम्रो बारबेक्यूको मासु आइसकेको छ। यहाँ हाम्रो टेन्ट
यस्तो देखिरहेको छ। फोटो सेसन पनि चलिरहेको छ। कस्तो नखिच्या त मैले पुरै शाहरुख खान पारामा। कहाँ छ न यार एकचोटि गीत बन्द गर न। ल अब हाम्रो फोटो सेसन चलिरहेको पुरै। ए क्यामेराम्यान ऋषि तामाङ एउटा सर्ट भिडियो बनाउनु भण्डारलिङ ल भन के छ माहौल कस्तो हुँदैछ? एकदम ठिक छ। कस्तो हुँदैछ नगर न नबजाऊ। अमुक भन कस्तो हुँदैछ नुवाकोटमा? दामी होइन? राम्रै भयो। ल अब हाम्रो बार्बिक्यू पनि सुरु हुन्छ। गर्छ नाचौ ल टक्क लाएर अब यतिखेर रात्रिकालीन भोजनको अवस्थामा छौँ हामी। हाम्रो अभिषेक भाइले यो खाना प्लेटिङ गर्दैछ है। यो के हो कुन प्लेटिङ हो भाइ? उकेटा एकजना आऊ। रुक न हामी सा एकजना हेल्प गर्नु पर्छ। ल त्यहाँ जाऊ त रेनिस ल। त्यो घुमाउ त कुर्सी। यो कुर्सी के यो? ए पानी कसरी खोजिरह? ओए फेरि त्यो झार्ला है। चिया होइन के त्यो फेरि झार्ला है। बिहानीको सुरुवातसँगै हामीले टेन्टबाट भ्यू हेरेर ट्याक्क लाएर हामी उठिए होइन 3 जना सुत्यो। चिसो कस्तो एक्सपिरियन्स भयो भन त? एकदम राम्रो चिसो एक्सपिरियन्स भयो होइन? बब्बाल बाहा।